पानी कहाँ हो धरान सरान बसाइ त झापा धरानको पानी छम्क्युङ पानी ओसे साङजाङ ए पूर्व छिरेछु पूर्व पो आइपुगेछु ओहो हजुरको घर आँगनमा पुगेछु त हेर्नुहोस् त घरबेटी आमै घर आँगनमा पुगेछु के गर्नु बास पाइन्छ कि आज पहिला पानी खानु चोकिनुपर्छ पानी हल्का चोखाउनुहोस् हजुर सेवारो हजुर तीन पानी है फेरि तपाईँले पानी भनेर सोच्नु भयो होला तीन पानी हो नि फेरि म त यतिका यस्तो गरेर टाउकोमा छरिसकेको थिएँ नि ल खाम त थोरै होइन नि पहिला खाने हो नि यो त तीन पानी त हाल्ने छर्किने होइन क्या यो हजुर धन्यवाद ओहो अब तपाईँ शुद्धिकरण भइसक्नु भयो तपाईँ लिम्बूकोमा अब तपाईँ चल्नु भयो अब भित्रिनु बाँकी हो तपाईँ बाबा भित्राउनलाई पनि मान्छे चाहियो नि हजुर भित्राउनलाई पनि भित्राउनु म काफी छुइनँ र अब यत्रो भैँसी जत्रो जाने ढोकामा यस्तो हो घरभित्र त टाढै हो मनभित्र भित्राए पनि हुन्थ्यो के गर्नु मार्यो नि मन सफा पार्दै थिएँ क्या मैले यता गएर ए ठिक छ मन सफा पारेको ठिक छ अनि हामीलाई पनि मनै थियो नि हामीलाई पनि थुक्पा खाने धरानको थुक्पा खाने धरानको चटपटे थुक्पा आलु निम्की के खानुहुन्छ मलाई आँखा डाइरेक्ट जुदाउने लाज लाग्यो चस्मा कहाँको मेरो एकछिन चस्मै लाउँला है दुईजनाले आलु चस्मै भए पनि यसो आँखा जुदाउँदाखेरि चाहिँ कस्तो आँखा जुदाउने गाह्रो भयो क्या त्यही त यो धरानको लिम्बुनीहरूलाई त गाह्रो आँखा चम्क्यो नि यस्तो टल्क्यो क्या त्यो डायमन्ड के टल्किन्थ्यो होला र होइन त्यही त ठिकै छ नि ठिकै छ नि के छ नि हजुर मेरो त ठिकै छ आफ्नो के छ यता आउनु हुँदैन यता पहिलाको बास पहिले काठमाडौँ बिर्सिसक्नु भएको हो अब तपाईँले बिर्सेपछि हामीले सम्झिने कुरा हुँदैन होला अब लिम्बुनी पर्यो फेरि त्यही मेरो साथीको घरमा जाँदाखेरि मलाई ओहो म आज यहाँ भेट्नुपर्छ भने भए म तुरुन्तै त्यही घरमै म पुरा बुढा बिस्तर लिएर त्यहाँ आउँथेँ म अब के गर्नु त त्यो दिन त्यस्तै भइहाल्यो लिम्बुनीजी अर्को दिन हाम्रो घरमा आउनु भएको थियो नि भन्छ भरे भोलि पो ओहो यस्तो पनि हुन्छ चस्मा गरौँ भरे यो चाहिँ यस्तो गरे हो नि फेरि मैले ए त्यही त नाकमा अलिकति गाह्रै छ अड्डिन नाक यस्तो छैन नाक थेप्चो होइन अठिनु त अठाउँदा त अठिन्छ त्यही पनि अलिक घोच्यो क्या ए ठिक छ यो लिम्बुनीहरूलाई गाह्रो छ नि नाक साह्रै राम्रो छ क्या हाम्रो त के गर्नु र यताबाट यता हेर्दा पनि देख्छ नि हाम्रो त तपाईँहरूको त यो डाडीले छेल्छ होला हाम्रो त यता हेऱ्यो भने यता आँखा देख्छ नि हाम्रो त्यस्तो हाम्रो त देख्दैन हाम्रो त यतातिरबाट त ब्लक भयो यो देख्छ नि तपाईँको हाम्रो त यहाँदेखि सिधै यता देख्छ यो परेर देखिन्छ हाम्रो हो र गाह्रो छ तपाईँहरूको मनदेखि भन्नु त साँच्ची म कुलबाईको लाइकको छु र यहाँ भाउजी भन्नुभएको म साँच्ची नै सोची पठाउँछु नि फेरि म त सोचेछु नि लिम्बुनी पो भन्ने फेरि हो त्यस्तो नगर है फेरि साँच्चीकै लिम्बुनीहरू फेरि सिरियस हुन्छ नि एकदमै बुझेको बुझेन सोचेर सिरियस पो भइजान्छौँ नि फेरि लिम्बुनीहरू भोलिको दिनमा धरान जाँदाखेरि फेरि घाँटी सेटी न्याग्ला नि केटाहरूले ओहो के हो भिनाजु भन्दै यदि तपाईँहरूको लागि म भाउजू स्वीकार छ भने फुल बोकेर अहिले फ्ल्याट च्याटो फ्ल्याटमा ठिकै छ अलिक कम्ती भयो होला नि होइन म त एकछिन यस्तो डुल्दै आएको थिएँ आज के पो गरेर आएको रहेछ सोनाया धेरै दिन पछि देखेँ त यतापट्टि भनेर यसो हेर्दै आएको थिएँ कि म नि एकछिन त सक भएर पानी पनि छर्केँ म ठिकै छ कहिलेको यसो सम्झिँदै गर्नु होला तपाईँको प्रगति हामी हेर्दैछौँ एकदम होइन माया छ हामी त पहिलेदेखिको साथी हौ पहिलेदेखिको दोस्ती छ हामी त धेरै हाम्रो पुरानो भिडियो मैले जस्ती भेटाएको थिएँ 2022 को भिडियो मैले भेटाएको थिएँ पोस्ट गरेर मेन्सन गर्छु ल फर्स्ट टाइमको
एकदम र एकदम तपाईँ अब यहाँ भइहाल्छ धेरै त्यसो भए। नभुलिनुहोस्, तपाईँ अब अरूतिर लाग्नुहोस्, हामी त होइन छँदैछौँ। अरूतिर लाग्ने म अब लाइभ एन्डै गर्न लागेको थिएँ, निन्द्रा लाएर यस्तो भइसक्यो कि मलाई चाहिँ फेरि म कोसँग भनौँ न लाइभ एन्ड गर्ने यताउति गर्ने भने त एकछिन कोही मान्छेको राम्रो फेस हेरेर एकछिन इन्ड गर्नु पऱ्यो कि भन्ने सोचेर सनाइतिर आएको हो नि फेरि। अपकमिङ के छ आए त हाय। प्लानिङ? के हुँदैछ तपाईँको? अपकमिङ त अब आउनु पर्ला धरानतिर के सुँगुरको मासु चल्छ कसरी भने लिएर। मात्रै आउनु होला। हामी सुँगुरको मासुको हामी पुरै त्यो हुन्छ नि माला बनाएर लिएर आइन्छ। ए मैले त अर्कै सुनेको थिएँ, तोङमा पनि चढाउँछन् भन्ने भएको थियो। एकछिन म धेरै खुसी छु आज। एकछिन है, यो मुलालाई साइडमा राख्छु ल। ल धेरै मुला नखाउने फेरि लाइभै प्रदूषित बनाउले नि फेरि तिमीले त होइन होइन, बिस्तारी। यो पेट सफा हुनु भनेको त राम्रो हो नि त नि। अनि अर्काहरूको नाक सफा चाहिँ गरिदिनु भएन नि त लिमुनेजी, गाह्रो छ गाह्रो छ। गाह्रो छ गाह्रो छ। ल यति भन्दै तपाईँ ल सुत्नुहुन्छ होला। अब सुत्न जानलाई म लाइभ एन्ड गरिसकेको थिएँ त्यही भएर आजको भिडियो है। 2000 कति गरे 2022 को र 2026 को भिडियो बनाएर हाल्छु ल म। ल ओके सर, हुन्छ ल गुड सुनाए नाइट। राम्रोसँग बस ल, बाई बाई, टेक केयर, गुड नाइट। बाई बाई। सेवाहरू सेवा है, सेवा सेवा सेवा। डोक दिया। ढोक दिया खुसी लाग्छ कहिले कहिले पूर्व कहिले कहिले पश्चिम। अब चितवनतिर छिरौँ कि भन्ने सोचिरहेको छ, तर एकजना अलिकति अड्की मान्छे आएको छ, यसले के भन्छ थाहा छ, भर्खर लाइभ आएको भन्छ अरे। कुल भाइ मैं अभी लाइभ आया हूँ, भर्खरै लाइभ आएको, बाद में भन्छ। बहुत बढ़िया है भैया जी, पर तुम हमारे लाइव में नहीं दिख रहा है। ओके एक बार कट करो तो। आवाज मात्रै आइरहेको छ, मान्छे गायब छ। मिस्टर इन्डियाको त घडीवाला थिएन, घडीवाला मान्छे पो हो कि कहाँबाट छिटो लाइभ भित्र यार। आ गया मेरे भैया जी, आ गया अलादीन। मैं ठीक हूँ, आप कैसे हो? बहुत बढ़िया है मेरे भाई, बहुत बढ़िया है। कैसा है यार उधर दुबई पे, कैसा है वो इधर? दुबई में सब कुछ अच्छा है, लेकिन जिंदगी हमारा बजा रहा है बहुत। क्या हो गया भाई, कुछ हो गया तो बोलो यार। जिंदगी हमारा खुशियों का बजा रहा है, जहाँ से खुशी आती है वहां से हमारा जिंदगी खुशियाँ छीन के हमारी बजा देता है। हम क्या करें भैया? ओ भाई तुम तो शायर बन गए यार रात भाई। हाँ शायर बन गए। अरे भाई ठीक है चलो। अलादीन अभी लाइव आया? नो नो नो, आज गेम में है, फुल मस्ती में है। फुल गेम में, मूड में? हाँ मूड में है। तो कैसे यार, ठीक है चलो वन एंड डन करते एक। नहीं यार वन एंड डन नहीं यार, थे बेस्ट ऑफ 3। ऐसा एक बात सुनने के बाद वन एंड डन क्यों बोल रहा हूँ कि मेरा ना बहुत, मैं अभी रेडी होके मैं बाहर जाने का मेरा वो है, काम है, इसीलिए। वन एंड डन में हमारा पता नहीं है, हम हार जाएगा जीत जाएगा पता नहीं है। बेस्ट ऑफ 3? बेस्ट ऑफ 3 में हमको थोड़ा बहुत यकीन है, 95% यकीन है हम जीतेगा। 95%? यकीन है सच में? हाँ 95% यकीन है हम थोड़ा बहुत जीतेगा, क्योंकि तो पहला राउंड में तो तुम्हारा लोग हमारा डबल भी नहीं खुलेगा, क्योंकि डबल इतना बड़ा आता है तुम्हारे साथ खेलने में, है ना? ओके है ना? तो अभी हमारे को 1 मिनट तो दो, हम तो गेम समझाओगे ना गाइस, आ जाओ। ओके समझाओ। ओके बा फुल अन फर्ममा आएको छ है अलादीन आज।